हाम्रो फाइल चाहिँ गर्नुपर्ने छ। सुरुमा हामी # include studio.h त्यसपछि # include conio.h त्यसपछि हामी यता void main गर्दा नि हुन्छ। अहिलेको लागि int main राख्दा नि हुन्छ, void main राख्दा नि हुन्छ। अब क्लियर स्क्रिन, यदि योभन्दा अगाडि कुनै पनि प्रोग्राम गरेको छ भने सबैलाई क्लियर गर्छ अनि सबै न्यू डाटा आउँछ यसमा। अब इन्ट abc भयो, printf इनपुट लिने काम गरे। अब printf enter the value of a and b, a र b को भ्यालु लाग्यो। अब scanf %d %a %b। अब हामीले दुईटाको प्रोडक्ट निकाल्नु पर्ने, दुईटा अननोन नम्बरको प्रोडक्ट निकाल्नु पर्ने। हामीले भ्यालु हाल्छौँ, जस्तै मैले 2 र 5 हालेँ। भ्यालु हालेपछि भ्यालु हालिसकेपछि यता भित्र इनपुट लगेर अब c = a * b भयो। त्यसपछि printf द प्रोडक्ट इज भनेर फाइनल आन्सरमा आउँछ। प्रोडक्ट इज फाइनल आन्सरमा c को भ्यालु आएर आउँछ। c को भ्यालु आउँछ यसरी। c को भ्यालु आइसकेपछि लास्टमा हामी गेट ch गरेर क्यारेक्टर रिटर्न गर्छौँ र हाम्रो आउटपुट सो हुन्छ। यता हाम्रो प्रोग्राम फिनिस हुन्छ।